विदेशमा भएको नेपालीहरुले चाहिँ दशैं कसरी मनाउँछन् त लेट्स जम्प इन अ डे इन माई लाइफ। हेलो एभ्रीवन, इट्स मी प्रेनिजा अनि दिस इज द मिनी व्लग अफ विदेशमा दशैं। यो कहानी सुरु हुन्छ बिहानै उठेर फ्रेश भएदेखि। म मात्र हो र घरमा सबैजना उठिसक्नु भएको थियो, इभन मेरो सानो बहिनी। उठ्ने बित्तिकै मम्मीको स्माइली फेस हेर्न खोजेको त शी स्टार्टेड क्राइङ। अब टाइम डिफरेन्स हेर्नु न, म उठ्दाखेरि उता टीका लगाइसक्नु भएको थियो। हाम्रो हजुरआमासँग पनि कुरा भयो, फोनबाटै आशीर्वाद दिनु भयो। म पनि इमोसनल भए, तर देयर इज नो पोइन्ट भनेर चाहिँ म रेडी हुन थालेँ। अनि सानी र अंकलले टीका लगाइदिनु भयो मलाई। मम्मी र बाबा टाढा भए पनि सानी र अंकलले मलाई त्यो कहिले पनि महसुस हुन दिनुहुन्न। एन्ड आई एम अलवेज ग्रेटफुल फर दैट। सानी बहिनी चाहिँ एकदम रिसाइसकेकी थिए मलाई टीका लगाइदिने कहिले भन्दै। अनि टीका लाउने बित्तिकै उसले पैसा गएर पिगी ब्याङ्कमा हालिहाल्यो। अनि टीका लाउने क्रम चाहिँ यसरी नै चलिरह्यो, एकदमै रमाइलो भइरहेको थियो। अनि विदेशमा जति हेक्टिक डेज भए पनि माई सानी इज द वान हु कुक्स एभ्रिथिङ। अनि अभियसली एकदमै मिठो थियो। हामी सबैजना सँगै बसेर खाना थाले। एकछिनमा आमासँग पनि कुरा भयो, फोनबाटै आशीर्वाद दिनुभयो। अनि दिदीसँग पनि कुरा भएको थियो मेरो। त्यस पछाडि त हामी तास खेल्न बस्यौं। यति धेरै रमाइलो भयो कि मैले भ्लग पनि बनाउन बिर्सिछु। अनि बेलुकातिर दिदीहरू आउनु भएको थियो, डान्स गर्यौं, दशैं हो नाच्नु त पर्यो। फेरि हामी ब्याक टु तासमै गइहाल्यौं। हाम्रो घरमा यति धेरै जना भेला भएको थियौं कि म त नेपालमै जस्तो फिल भइरहेको थियो। बट गाइस, यस्तो लोदर लागेको एकचोटि पनि जितिन है मैले तासमा। संसारको कुना कुनामा छरिएर बसेको हामी विदेशमा आएर सँगै टीका लाउन लेखेको रहेछ। इट वाज सो गुड फिलिङ। अब स्वदेश जस्तो नभए पनि विदेशको टीका यसरी नै रमाइलो गर्यो।